हाई हेलो नमस्कार तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म घरबाट भिडियो स्टार्ट गर्दैछु। अहिले चाहिँ म फर्स्ट टाइम देखाउँछु हाम्रो घर बनिँदैछ। 2-3 दिन पानी परेकाले गर्दाखेरि मिस्त्री आउन बन्द भयो। यो चाहिँ भयो हाम्रो घर र म फास्ट सुरुदेखि नै सिडीदेखि नै म देखाउँछु भिडियोमा। यो भयो कोरिडोर, यो कोरिडोरको माथिको छत। आज छत हाल्छन् र मिस्त्री पनि काममा लागिरहेछ। अरु दुईजना चाहिँ उता बाहिरतिर गरिरहेछन्। यो हो कोरिडोरको छ, भिडियोमा म देखाउँछु। यो चाहिँ भयो यहाँबाट पस्ने रुम हो। यहाँ चाहिँ यतिको भइरहेछ। यो चाहिँ अहिलेसम्म यो रुम चाहिँ पूजा गर्ने कोठो बनाउने। यही हो हामीहरूको सानो घर। अनि कम्प्लिट भइसकेको छैन, बहुत बाँकी छ। सुरु मात्रै हुँदैछ भन्दा नि हुन्छ। सबै वस्तु बानी जताततै लथालिङ्ग भइरहेछ अहिले, के सम्हाल्न सकिएको छैन। अनि यो चाहिँ भयो हाम्रो घरबाट निस्केको बाटो। घरबाट निस्किने बित्तिकै यो हामीहरूको घर बाटो हो। अब म गेटदेखिबाट देखाउँछु। र यही हो हामीहरूको बाटाबाट लागिरहेछ घर। यो चाहिँ भयो हामीहरूको सानो दोकान। यता यो हामीहरूको घरको वरिपरिको परिवेश यही हो। अहिले चाहिँ म बाख्रा पानी खुवाउन निस्केँ कि टाइम पनि 12 बजिसक्यो। बिहान यताउता गर्दा गर्दै अरू थोक गरे नि नगरे नि आफूले खाइ नखाइ नि बाख्रालाई चाहिँ पानी टाइममा खुवाउनुपर्छ। आज घाम पनि बहुतै कडा छन्, छाता लिएर आउनु परिरहेछ। अब दिनदिनै झन् घाम कडा हुँदै जान्छन्, छाता बेगर त सकिँदैन। अहिले चाहिँ म यो बाख्राको पानी लिएर हिँडेँ कि पानी लिएर म आउँदैछु। बाख्रा अघि सबैले मुख आ गर्दै हेरिरहेछन्। टाइम 12 मात्रै बजिरहेछ, तर बाख्रा हेर न तिर्खाले। आज जस्तो गरम छ, गरम दिन आयो। अब झन् दिनदिनै कस्ता कस्ता गरम आउँछन्। बाख्रा पाठा गाई गोरु मान्छेलाई नै साह्रो पर्छ। सँगेलमा बान्ने बेला हुन्छ। यो गरम दिन पार भयो भने मात्रै ढुक्क हुन्छ। जेने तेने बाख्रा पानी खुवाइसकेँ, एउटा गर्दै सारी पनि सकेँ। गलियो हुतुक्कै भए। टाइम पनि लाग्छ धेरै। बाख्रा धेरै भन्दा नि बेसी होइन, अब 10-12वटा। टाइम पनि 2 बजिसक्यो, अल्छी पनि लागेको छ। यता मलाई निन्द्रा पनि लाग्दैछ। एकछिन आराम गर्छु। अब गरम दिन आयो, यस्तै हो, अल्छी लाग्छ दिनभरि यता र उता गर्दै दिन जान्छ। अब एकछिन आराम गर्छु। अरू भिडियोमा के देखाउन सक्छु हेर्दै जानु। म चाहिँ अहिले वाटर सप्लाई भित्र आइरहेछु। अस्तिदेखि देखिरहेको थिएँ बेथु साग कस्तो कलिलो कलकलाउँदो, यस्तो खान मन लागिरहेको थियो। जङ्गली सागहरू सबै थोक मिलाएर त्यो टिप्छु भनेर म अहिले वाटर सप्लाई भित्र आइरहेछु। कति राम्रो छ, जग्गा छ, बाक्लो चाहिँ छैन। म अलिकति देखाउँछु भिडियो। म चाहिँ अहिले वाटर सप्लाई भित्रबाट निस्केँ। यहाँ बेथु साग, जङ्गली साग जति जे थियो टिपेर निकालेँ, यति भेटाएँ। अब अहिले बारीतिर जान्छु, कति के भेट्छु। यहाँ त छैन रहेछ एउटै। यो चाहिँ ग्वालीको छेउमा गोबरको खारले गर्दा यहाँ चाहिँ यस्तो राम्रो भइरहेछ, साग जस्तै भइरहेछ। यो जङ्गली साग हो, यो चाहिँ हरियो भइरहेछ। यो मैले 1 बाल्टिङ साग टिपेर ल्याएँ। यो अहिले देख्न चाहिँ 1 बाल्टिङ छ, तर भरे पकाउँदा ओर्दा यो ओइलेर अलिकति हुन्छ। यो देख्न यति राम्रो छ, हरियो साग। यसमा बेथु छ, कौवे साग छ, अरू के साग पनि छ, तर नाम चाहिँ मैले जानेकी छैन। त बहुत भिटामिन हुन्छ यस्तो हरियो सागपातमा। बारीमा केही रोपेको सागसब्जी नभए नि यसो बारीमा पस्नु र खोज्नु भने नि एभुलेबल हुन्छ। यस्तो जङ्गली सागसब्जी खाएर नि राम्रो लाग्छ, भिटामिन हुन्छ। यो चाहिँ हाम्रो पाघर पछाडि हो, 2 जुप्पा फुल छन्। यो फुलको नाम चाहिँ कलफुल भन्छन्। आफै फुलेर छिपिएर गस मरेर नयाँ पुली आएका हुन्। यसपालि त पुली पनि निकै आएछन्। देख्न नि कति राम्रो कलर। यिनीहरू कुन्दुली पनि उठेको छ। भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्नु। युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु। फेरि भेटौँला नेक्स्ट भिडियोमा।